फाइनली मुन्दुङ गराएको आज चाहिँ कुहिरो लागेर है केही नदेखिरहेछ। यता चाहिँ खतरा खतरा डाँडाहरू छ क्या मुडेमा। अनि भिडियो बनाऊँ भनेको खै सबै कुहिरोले छोपेर केही नदेखिरहने क्या यता आउँदै। त्यस्तो डाँडाहरू छ माथि। यता त कुहिरोले एकछिनमै हुस्से लाग्छ, एकछिनमै अनि चाहिँ एकछिन पछि हुस्से लागेन भने चाहिँ राम्रो देखिन्छ है। 3-4 यता त्यसो अरू उता आइसक्यो, अरू उता जाँदैछन् उता खटेका चाहिँ आउनु है छिटो। नु गाई चरु कस्तो बादल हेर्नु न, पानी आउला जस्तो छ न, क्या नराम्रो देखिन्छ है। यता पनि यस्तो राम्रो। हाय 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 हाय। यता अगाडि चाहिँ क्युटी 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 हे। हामी चाहिँ पछाडि छौँ, अगाडि चाहिँ क्युटी खाँदैछ गाइजहरु। यस्तो मुडेको डाँडा चाहिँ होइन, जस्तै यो भेडाहरूलाई चराउनको लागि चाहिँ त्यो दामी ठाउँ छ क्या। भेडाको लागि चाहिँ यता वन त्यस्तै जाँड रक्सी खानेको लागि पनि ठिक छ है गाइज। जाँड रक्सी खाएर आयो ठिक छ। यताउति मुन्दुङ गराएको खासै राम्रो त लागेन। त्यही पनि घुम्न चाहिँ 2-3 घन्टै बस्यो होला, 3-4 घन्टे। राम्रो लाग्यो पनि नलागे पनि बस्नै पर्यो। यस्तो मौसम कुहिरो लाग्दा चाहिँ छुट्टै मजा हुने क्या गाइजहरु। यस्तो राम्रो त कहीँ भएको थिएन होला कुहिरो लाग्दा। कुहिरो लाग्दा छुट्टै राम्रो, नलाग्दा झनै राम्रो है। यहाँबाट दिक्तेल पनि देखिन्थ्यो खतरा, दिक्तेल बजार। तर कुहिरोले गर्दा केही देखिँदैन। यसो भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न नगर्नु होला। हस् त।